भएका शिलालेलाई हल्का गिरियाङ गर्ने प्रयास गरिरहेका छौँ। यो सबै कमाल नवराज काप्री भाइले हालेको हो। र एकचोटि शिलालेलाई गिरियाङ गर्दैछौँ। अग्रज कलाकार पनि हुन्छ हामीभन्दा। हेलो हेलो शिला नानी। नमस्कार नमस्कार। अनि शिला नानी, अनि आजभोलि कता छौ गाँठे? धेरै भयो यो शिलाको गीत सुन्न नपाएको। भगवान्, यो लाइभ दोनीहरू पनि आउँदैन आजभोलि। के भएको शिला नानी? कता बसाइ कहाँ काहाल्नु हो कि कहाँ हो? ए बरै म यता धुङ खर्काबाट आएको, यो काउरेको धुङ खर्काबाट अहिले काहाल्नु आएको। अनि तपाईँको यो लाइभ ध्वनि कहाँ सुन्न पाइन्छ? यो प्रत्यक्ष सुन्न पर्यो। भगवान्, यो कति राम्रो स्वर तपाईँको। अनि यो अमेरिका कि कहाँ भने ठाउँ पनि तपाईँको जानुभयो भन्ने कुरा नि सुन्थेँ। अनि काठमाडौँमै हुनुहुन्छ अनि अहिले? यहाँ भरै। अनि यो कहाँ अहिले यो हामीले हजुरको यो दोहोरी कहाँ सुन्न पाइन्छ त? कहाँ यो चोकैमा हो? मेरो चाहिँ यता हर्क प्रसाद तिमल सेना हो मेरो घरको गाउँको नाम। अनि यो मलाई बाबु काजी पनि भन्छन् गाउँतिर भन्न चाहिँ। मेरो चाहिँ हर्क हो, हर्क। अनि यो मैले तपाईँलाई कसरी भेट्न सक्छु त बाबु? भोलि भेट्न सकिन्छ? हजुरको यो मैले डोरी प्रत्यक्ष हेर्न मन लागेको छ। ला भगवान्, म त फेरि यो कता केटोले टिकट कि के काटिदिन्छु भनिरहेछ। म त पर्सि त जानु पो पर्छ होला। भोलि चाहिँ सुन्न पाउन्न। ए बरै लाउन म त दुःख मात्रै पाउने भएँ। म त यो शिला हालेको स्वर त आमै कागको जस्तो, कोइलीको जस्तो सर एकदम कस्तो मिठो आउने। अनि यो बिचमा त धेरै सुन्न पाइएन। अहिले आएर चाहिँ धेरै त्यो डोरीहरूमा हेरिरहेको छु। अनि अब अर्कोचोटि आउन हेर्नु पर्ला। अब के गर्ने त, यस्तै भयो चोटि। हुन्छ, यहाँ नम्बर काप्री दिदी नमस्कार। दिदी नमस्ते, म प्रकाश कटुवाल भाइ हो।